के अरे पुचे व्हाट हैपेंड हां फुल राइडर हो जाने हो राइडर सँग जाने हो म राइडर हो के गर्ने ल युट्युबमा हाल्दिनु ल एकचोटि गीत गाइदेऊ न त यहाँ आएर ल क्यामेरामा आउँछ आउ न तिमी माथि फटाएर जायो बच्चाहरू यार राइडर हो भन्दै अब जाँदैछु धेरै टाढा होइन होला के हो तिमी पाउँदा सरर जानुपर्छ यसरी टक्क लाएर के गर्ने गाह्रो छ जिन्दगी सरर नमिल्ने के गर्ने ध्यान सबै ठाउँमा गर्नुपर्छ यत्रो यत्रो फुच्चाहरू राइडरहरू भन्छ यार आफू भर्खर भर्खर सिकेको छ के गर्ने यो चाहिँ कुकुरहरू यो कुकुरहरू चाहिँ यहाँको पालेको कुकुरहरू हो के गरे मोटे काली काली कुकुर के बोले भाइ अब के बोले ला 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 बसमा हरारा बिस्तारै 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 सरर चढ्नु पर्छ है गाइस हामी चाहिँ यता जाने गाइस अब होइन यतापट्टि जानुपर्छ लाइट बाल्दै थाहा छ अब माछा तातो तातो माछा खानुपर्छ अझ ट्याक्क लाएर फ्रेस माछा किनेर ट्याक्क लाएर यो पब्लिक प्लेस हो यसमा चाहिँ अलिकति हामीले ध्यान दिएर चलाउनु पर्छ होइन बिस्तारै लानुपर्छ क्या पब्लिक प्यालेसमा चाहिँ छिटो हिँड्ने भन्ने कुरै भएन हामी बिस्तारै लाने हो नआत्तिकन लानुपर्छ अगाडि जानलाई जान दिनुपर्छ होइन गाइस अरे कहना क्या चाहते हो हल्का हल्का राइडर भन्नुपर्छ जाडो महिनामा सरर घरमा बसेर पनि हुँदैन क्या के गर्ने जिन्दगी यस्तै रहेछ गाइस गाह्रो छ जिन्दगी यसरी चेपेर ल्याउँछ के गर्ने बिस्तारै हजुर बिस्तारै बाटो काट्नुहोस् यसरी हतारेर लतारेर हुँदैन हजुर ल माछा दोकान पनि आयो है टक्क लगाएर किनिदिनु पर्यो ल यहाँ बस्नुहोस् के भयो यसरी जाँदैछ है दिदी कता जानुभयो माछा मिठो मिठो माछा मिठो मिठो माछा खानेर तातो तातो खानुपर्छ आज मजाले कता जानुभयो भाइ माछा दिनु दिनु तातै सहरमा सहरमा दुईटा तिनटा हाल्नु न अलिक ठुलो ठुलो हालिदिनु ल दुईटा हाल्नु पहिला नभए तिनटा हालौँ ल आज चाँडै सकेछ है माछा कति भयो
कति 425 एउटा सानो हाल्न अर्को अलिक पुग्दैन मार्दै भए हुन्थ्यो बरु माछा उभेत्र र उभेत्र छ मारिदिनु क्या मारिदिनु भने दिदी जहिले मार्नुहुन्छ सुरुमै हुन्छ हुन्छ किन किन ए ल कति हो हाम्रो कति 580 भन्नु होइन 580 को माछा जो माछा पनि तयार भयो धन्यवाद भाइ यो हल्का भिडियो आउँछ के फरक पर्छ हल्का भिडियो आउँछ के फरक पर्छ भिडियो यहाँको भने फर्काउनु पर्यो अब फर्काउनु गाह्रो क्या यो ठाउँ नै यस्तो छ लास्ट झ्याउ सानो ठाउँमा यसरी पब्लिक प्यालेस हो होइन यसमा चाहिँ यहाँ अब पब्लिकहरू पनि हिँड्दा हुन्छ यसमा चाहिँ हामीले ध्यान दिनुपर्ने कुरा के भन्दाखेरि
हामीले सकेसम्म एक गियरमा चलाएको चाहिँ एकदम राम्रो हुन्छ। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। अरे सर क्या बात। किनकि चलाउनुलाई पनि सजिलो, बाटो काट्नुलाई पनि सजिलो होइन। हर चिजहरू हामीले हेरेर जानुपर्छ। भोलि सानो एउटा सानो ठक्कर दिए मात्रै भने नरनदेखिको फेरि ऊ सब पूजा गरेर राखिदिनु पर्छ। अरे कहना क्या चाहते हो। सब खर्च आफूले बेहोर्नु पर्छ। त्यही कुरा यो पब्लिक प्यालेसमा चाहिँ त्यही भएर हर चिजहरू पहिल्यै हामीले चाहिँ सोचेर मात्रै उ गर्नुपर्छ। यसरी हिँडिन्छ अनि के भन्ने, यसरी हिँडेपछि हो नि त। कति गाह्रो छ, मान्छे त्यस्तै के नबुझ्ने, फेरि बिच रोडबाट हिँड्न पर्ने क्या मान्छेहरू पनि होइन। पुरै गाली गर्नु के गाली गर्ने, अब पब्लिकलाई होइन, उल्टो आफूलाई हान्ला भने डर है। गाह्रो छ क्या, बाइक चलाउनेहरूलाई पनि एकदम गाह्रो छ। ल यसै भित्रभित्र होलिदिन्छ। अब यो के गरे त, ए प्रभु के गरे क्या यो, यस्तो गरिदिन्छ अनि यस्तो गरिदिन्छ। ल देख्यो त, आफ्नै मन लाग्दी ल ठोक्केला जस्तो भइदिन्छ। गाह्रो छ। कतिजना लाग्यो त, ल भयो त। बाटो काट्न गाह्रो, अब त्यस्तै छ। बाटो काट्नै गाह्रो छ यहाँ होइन। ल के भन्नु, ल के भन्न छ। भ्लग चाहिँ होइन, टिकटकमा चाहिँ फेमस छु। भ्लग चाहिँ नयाँ हो। कौन है ये लोग, कहाँ से आते हैं? ए हो एकदम हो। तर अङ्कल त फेरि हेर्दै एमाले जस्तो देखिन्छ। जिन्दगीले यो मोडमा चाहिँ हल्का खतरा तरिकाले बिकेर भएर चलाउनु पर्छ है। के गर्ने, बिचरा कालो कुकुर यता बसिरहेको रहेछ। यो पनि कालो, म पनि कालो, कालो कालो मिलेर हामी खाम्बाले। स्टेसन ल फाइनली घर आइपुग्यो है। यस्तो छ ठ्याक्क जाँदैछु। अस्ति यहाँबाट गुटुटु गएर गाडी कति गाह्रो भइरहेको थियो मलाई है। घर ठ्याक्क जाँदैछु। ठ्याक्क गेट पनि खोल्छु होइन। ठ्याक्क खोलेर पछि ठ्याक्क यसरी आएपछि के गर्दैछ हाम्रो आमा, माछा ल्याउँदैछु भनेर त्यसो भए है। के गर्दैछ? ओहो के छ आरामै, माछा खाने नि त आज? ल ठिक छ, ल